हामी नेपालीहरू नेपालबाट यहाँ आयौँ, तर यिनीहरू चाहिँ जम्मै खेती भनौँ एग्रिकल्चर गर्नको लागि आएका हुन्। यिनीहरूलाई केही पनि थाहा छैन। यिनीहरू आफ्नो चाहिँ नेपालमा पनि केही पनि गर्न नसकेर यहाँ भित्रिएका हुन्। यसलाई जे गर्दा नि हुन्छ भन्ने हिजोको परिपाटी थियो। हेर्नुहोस्, म पनि अहिले 6 वर्ष जति भयो संस्थामा, अनि मैले देखेँ मसरको युवा युवतीहरू यहाँ आउनुभएका छन्। कम्तीमा उहाँहरूले कक्षा एसएलसी भनौँ न चाहिँ पढेर आउनुभएको छ, तर पनि उहाँहरूको बाध्यता के भयो त भन्दाखेरि राम्रो चाहिँ सन्देश दिन सक्ने र राम्रो काम गर्न सक्ने र तपाईँहरू किप इन टच हुने सक्ने संस्था नभएको खण्डमा के भयो त जबरजस्ती त्यो क्षेत्रमा पर्नुपर्ने भयो। जस्तै आज नेपालीहरू दुर्भाग्यवश भन्नुपर्छ, तपाईँ हाम्रो नेपाली कति त खुसी छन्, तर कोही व्यक्तिहरू जेलमा छन्। किन भन्दाखेरि त्यो अनैतिक कार्य गरेको भएर। उहाँले गर्न चाहिँ नेपालीकै लागि गर्नुभयो, तर कतिले त उहाँले गरेकै कार्यबाट आज यहाँ नेसनालिटी पाएका छन्। त्यही साइबरहरूले बनाएका डकुमेन्ट, त्यही साइबरले बनाएका सोसल सेक्युरेन्स नम्बरले नै आज नेसनालिटी लिएका छन्, यहाँ उभिएका पनि छन्। तर दुर्भाग्यवश के भइदियो, समय परिवर्तन भइदियो, कानुन परिवर्तन भइदियो, देशको नीति परिवर्तन भइदियो, आज उहाँहरू जेलमा हुनुहुन्छ। तर कति प्राय मानिसहरू खुसी छन् र कति प्राय उहाँको सेवा लिने मान्छेहरू आज आफ्नो चाहिँ परिवारसँग खुसी भएर बसेका छन्। भने हामीले यसको निष्कर्ष चाहिँ हामीले गैर-आवासीय संस्था 4-5 वटा हुँदा पनि हुने केही होइन, तर गैर-आवासीय सङ्घले वास्तवमा गैर-आवासीय सङ्घले काम गरेको चाहिँ के छन् त, के गरिरहेका छन्, के हामीसँग उहाँहरू किप इन टच भइरहेछन्? संस्थामा बसेका मानिसहरूले संस्थाका निमित्त बसेर हामीले दुःख पर्दाखेरि कम्तीमा एक बस्ता 20 युरोको 20 युरोको चामल चाहिँ किनेर दिने अवस्था बनाउनु भन्ने गैर-आवासीय संस्थाको मूल उद्देश्य हो। त्यसकारणले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूले म एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि हामी अझै पनि रुल्स परिवर्तन हुँदैछ, नियम परिवर्तन हुँदैछ। यो ठाउँमा 10 वर्ष बस्नुपर्छ भन्ने अपसेट पनि हुँदैछ। अपसेट नहुनुहोस्, किनभने म पनि कुनै बेला जर्मनी जस्तो कन्ट्रीमा पढेर नेपाल गएर फेरि फर्केर कर्मले गर्दा यो ठाउँमा ल्याएँ, यो ठाउँमा काम गर्दैछु। तपाईँहरूसँग सहकार्य गर्नेछु। तपाईँहरूले जे पाउनुहुन्छ मैले पाउने पनि त्यही हो, ढिलो चाँडो मात्र हो। त्यसकारणले हाम्रो पोर्चुगलमा एउटा नेपालिज कम्युनिटी बन्नुपर्छ भन्ने मेरो ठुलो चाहना छ। होला आज नहोला, मैले 50 वर्ष पुग्दाखेरि, तपाईँहरूले 50 वर्ष पुग्दाखेरि कम्तीमा त्यो बेला चाहिँ हामी बेला बिस्ता भन्ने पार्कमा यिनै व्यक्तिहरूसँग थियो भन्ने होस्। अहिले जस्तै फिबीका बहिनी हुनुहुन्छ यहाँ सेक्रेटरी, हेर्नुहोस् त, उहाँ जस्तै बन्न चाहने अथवा चाहिँ इमिग्रेन्टको काम गर्न चाहने अथवा त्यो क्षेत्रमा काम गर्न सक्ने व्यक्तिहरू पनि आज यो ठाउँमा किन नभएको भन्दाखेरि चाहिँ उहाँहरूसँग एउटा किप इन टच भयो। कुन जिल्लाबाट काठमाडौँ